लगभग जेएनजी आन्दोलन भन्दा पछाडि सम्माननीय प्रधानमन्त्री पूर्व केपी शर्मा ओलीज्यूको फोटो हिजो हालिदिएको यति गाली खाइछु कि यो भुजेल त फलानाको झोले नै भन्ला। अब यहाँ आयो अब भरेदेखिबाट हर्क सामोङज्यूको झोले भन्छन्। हेर्नु है, काम गर्ने मान्छेलाई साथ दिँदा झोले भन्छन् भने मतलब छैन मलाई त फेरि। र म चाहिँ आज विशेष गरी यहाँ किन फेरि आएँ भन्दाखेरि 2 वर्ष अगाडि ती पत्रकारज्यू यहाँ छ कि छैनन् यहाँ थाहा छैन, अहिले भर्खरै यहाँ देखिरहेको थिएँ। सुङ्गीमा पारुङहाङ बनाउनको लागि 1 लाख रुपियाँ म दान गर्छु भनेको थिएँ। 2 वर्ष अगाडि बोलेको वचन आज त्यो पैसा चाहिँ म मेयर साहबकै हातमा दिन चाहन्छु। 1 लाख रुपियाँ। नेपाल तान्त्रिक झाँक्री सङ्घले राम्रो कामलाई जहिले पनि सम्मान गर्छ। भत्काउने मान्छे धेरै आउँछन्, सिद्धाउने मान्छे धेरै आउँछन्, तर मलाई सिद्धाउन आउने मान्छे त्यो पनि एक दिन पक्कै सिद्धिन्छन् भने त्यो मलाई थाहा छ। अस्ति भर्खर भत्कियो आश्रम बनाइरहेको छु, सहयोग पनि गरिरहेको छु भनेर कहिले पनि